रात पर्न लाग्दा रहस्य उठ्छ। तपाई सुन्दै हुनुहुन्छ रातको रहस्य। रातको सुकुसुकु बतासले बाँझो पात हल्लाइरहेको थियो। अचामको रानीवन छिर्दा पुरानो पिपल मुनि बिजुली जस्तो चिसो हावा लाग्यो। यहाँ नजानु गाउँकी आमा भन्थिन्, साँझ परेपछि रानीवन बोल्छ। तर म अझै भित्रतिर हिँडे। माटोमै लुकेको सास जस्तो दबिएको रुवाईको स्वर तानिएर आयो। कहानी सबैले सुनेका छन्। एक युवतीलाई यही कतै तानेर लगियो। उसको चितकार रातभर जङ्गलले निल्यो। 2 दिनपछि अपराधीकै लास उही रुखमा झुन्डिएको भेटियो। त्यसपछि रुखको छाया साँझपख सन्देहले चल्दछ, जसरी दोषीको आत्मा गलहत्यारको डोरीमा अझै झुन्डिएको होस् जस्तो। त्यस रात पिपलतिरबाट चर्को सु गर्दै रुँदै गरेको आवाज नजिक आयो। घर फर्काइदेऊ कोही भन्छ जस्तो। म टर्च बाल्दै रुखको बोलाई घुमे। हावाले टर्चको प्रकाश कञ्चटमै ठेल्यो र माटोमा देखे नङ्ग्राले कोरेझै 3वटा ताजा रेखा रक्तरङको जस्तो। म फर्किन पाइन। अचानक पातहरू च्यातिएको आवाज। टर्चको प्रकाश रुखकै फेदमा अडियो। कसैको ठाडो ओछ्याई जस्तो छाया, तर माथि शून्य। डोरी जस्तो केही हल्लियो र एक झट्कामा टर्च निभ्यो। अँध्यारोमा मेरो कान नजिकै चिसो सास आयो। दोषी त झुन्डियो। म कहाँ मरुन्चे आवाजतिर भागे, तर बाटो फेरि उही रुखमै सकेटिन्थ्यो। रानीवनले जस्तो सुकै दिशाबाट पनि मलाई फेरि त्यसै रुख अगाडि पुर्याइदिन्थ्यो। अन्तिम पटक आँखा बन्द गरेर दौडे। गाउँको छेउमा पुगेपछि बल्ल बत्ती देखे, तर पछाडिबाट अझै पनि बिस्तारै सुनिन्थ्यो पात झर्किने रुँदै गरिएको एक हरपलकै करुणा। गाउँले भन्छन्, साँझ ढल्केपछि रानीवनले कसैलाई बोलाउँछ, कहिले दोषीलाई, कहिले साक्षीलाई। त्यसैले सूर्योदयका सुनिला दिनहरू सम्झिँदै आज पनि मानिसहरू त्यो रुखबाट टाढै हिँड्छन्। भन्छन्, रात परेपछि रानीवनमा आजसम्म पनि एउटी युवतीको रोदन तैरिन्छ र एक बलियो तर अँध्यारो आत्माले मान्छेहरूको नाडी